ल साथी त्यहाँ झगडा पर्छ जाउँ 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 हेरौँ त साथी पानी पऱ्यो यार लस्टी पानी परे है यार केटाहरू कहाँ कहाँ खाउँ यार चिने छैन यार चिनजान छैन बोलाउँ के बोलाउँ ल दाइ अलिकति चिसो खाऊ न अनि कहाँ चिज मिल्छ त्यहाँ त यो किनेर ल्याएको हामी साथीभाइ धेरै छ अनि कहाँबाट यसरी मागेर मिल्छ र नि यार दिनु न यार अलिकति चिसो पनि यार हुँदैन हो यहाँ हामी आफैले पुगिराखेन कहाँ तिमीले भन्नु मात्रै हामी दिने हुन्छ नगर्नु के यार हुँदैन हो यस्तो नगर्नु न त के हो यार पारा तपाईँको के हो कस्तो यार अलिकति पनि दिनु न यार अलिकति त चिनजान छैन केही छैन अलिकति हुन्छ नि यार एक्काइस यार तपाईँ अनि हाम्रो चिसो नेपालीहरू चिन्नु यो भएर के गर्ने हो र नेपाली नेपाली भएर अलिकति खाना दिनु न हुँदैन हो त्यसरी पैसा त होला नि अनि घुम्न आउने पैसा नलिएर आउने अलिकति ज्ञान छ भने धेरै ठुल्ठुलो कुरा नगर्नुहोस् है अनि के खोज्या त हौ ज्ञान त हाम्रो पनि छ नि फेरि ग्याङ छ भने बोलाउ नि त अहिले बाटोमा फेरि होला नि फेरि व्यवस्था है तपाईँको कस्तो व्यवस्था होला भाइ तिमी के कुरा गरेको ठुलो कुरा नगर्नुहोस् है ठुलो कुरा अलिकति यार कति यार हुँदैन हो यार यस्तो कुरा नगर न तिमी यहाँ के हो यार पारा यार यस्तो कस्तो यार ठुल्ठुलो कुरा गरे ऊ त्यहाँ छ त दोकान किनेर खाऊ न भाइ यार दोकान भएन किन हाल्दिने यार ठुल्ठुलो कुरा गर्ने तपाईँ अनि के ग्याङस्टर हो क्या तिमी ग्याङस्टर त हो नि यो मान्छे ठुल्ठुला कुरा गरेर मान्छे यार म जोगाइरियम के हो जोगाइरियम त्यो भाइ जगाउने हो र मान्छे भन्छ जोगाइरियम ल साथी त्यहाँ झगडा पर्छ जाउँ 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 हेरौँ त साथी झगडा नगरौँ न त्यस्तो नगरौँ न होइन नेपाली नेपाली भएर कुरा होइन क्या सर होइन होइन साथी नेपाली नेपाली भएर कुरा त्यस्तो झगडा नगरौँ न यस्तो नगरौँ न नेपाली होइन नेपाली नेपाली भएर यस्तो झगडा गर्नुहुन्न नि भाइ विदेशमा त नेपाली नेपाली मिलेर बस्नु हो होइन होइन त्यस्तो कुरा गर्नुहुन्न साथी नेपाली नेपाली भएर त नेपाली नेपाली